मेरो एउटा जुन क्रिसमस ट्रीको एउटा पिक्चरले जुन एउटा मुभमेन्टलाई एउटा सपोर्ट गर्यो नि, त्यो हिसाबले मैले त एकदमै पोजिटिभ रूपमा लिएछु। किनकि देशको एउटा सिनारियो नै चेन्ज भयो नि त, पोलिटिकल सिनारियो नै चेन्ज भयो नि त यसले गर्दाखेरि। सो मेरो फोटोले नि एउटा केही योगदान गर्यो यो मुभमेन्टमा भने चाहिँ म त्यसलाई लिएर त एकदमै खुसी छु। यो मुभमेन्ट जे हुनुपर्ने थियो त्यो भएकोलाई अब सही भनौँ भने केही ज्यानहरू गुमेको पनि छन्, त्यही भएर यसलाई सही भन्न नि मिलेन। गलत भनौँ भने भ्रष्टाचार भएको समाज जुन यो जनताहरूले देख्नुभएको थियो त्यसलाई निराकरण गर्नको लागि जुन अहिलेको नयाँ गभर्मेन्ट बन्यो भन्ने एउटा छाप परेको छ, त्यो हिसाबले राम्रो पनि हो। र मेरो एउटा पिक्चरले, त्यो क्रिसमस ट्रीले यो आन्दोलनलाई सफल बनाउनका लागि केही योगदान दिएछ भने मैले मेरो जे सम्पत्ति गुमाएको छु त्यो भोलि कमाउला। तर यो आन्दोलनले जुन रूप आज लिनको लागि जुन योगदान दिएको छ जस्तो मैले बुझेछु, त्यसको लागि चाहिँ म एकदमै खुसी छु। अब तो सच बोल दे भोसड़ी के।